मिडिया ट्रायल कसरी डेन्जरस हुन सक्छ भन्ने विषयमा कुरा गर्दैछु, सुन्नुहोस् है त। सुरुमा मिडिया ट्रायल भनेको चाहिँ के हो भने अदालतले फाइनल डिसिजन दिनु अघि नै न्युज च्यानल र सोसल मिडियाले कसैलाई गिल्टी वा इनोसेन्ट भनेर पब्लिकमा डिबेट गर्नु, कहिलेकाहीँ डिक्लेयर नै गर्नु हो। अब एउटा सानो स्टोरी इमेजिन गरौँ। एउटा सहरमा क्राइम हुन्छ, इन्भेस्टिगेसन सुरु हुन्छ, तर केही दिनमै टिभी र फेसबुकमा एउटै व्यक्तिलाई मेन सस्पेक्ट भनेर देखाउन थालिन्छ र इज हि द क्रिमिनल भन्ने जस्ता हेडलाइन आउन थाल्छन्। अनि मानिसहरू कमेन्ट गर्न थाल्छन्, सेयर गर्न थाल्छन् र बिस्तारै सबैले उसलाई अपराधी जस्तो भनेर हेर्न थाल्छन्। यसले इन्भेस्टिगेसनमा प्रेसर क्रिएट गर्छ, जसले गर्दा कहिलेकाहीँ प्रपर एभिडेन्स कलेक्ट नगरी निष्कर्ष निकाल्न खोजिन्छ। जब केस कोर्टमा पुग्छ, जजेस, लयर्स, इभन विटनेसेस पनि अलरेडी बनेको पब्लिक ओपिनियनबाट इन्फ्लुएन्स हुन सक्ने सम्भावना धेरै नै हुन्छ र यसले गर्दाखेरि फेयर ट्रायललाई असर पर्छ र जस्टिस कम्प्रोमाइज हुने सम्भावना पनि हुन्छ। त्यसैले गर्दाखेरि रेस्पोन्सिबल जर्नलिजम धेरै नै इम्पोर्टेन्ट हुन्छ। मिडियाले कन्फर्म नभएको न्युज नफैलाउने र इनोसेन्ट अन्टिल प्रुभन गिल्टी भन्ने रुललाई अनिवार्य रूपमा फलो गर्नुपर्छ। साथै हाम्रो कानुनले पनि क्लियर गाइडलाइन्स बनाएर मिडिया प्रेसरबाट इन्भेस्टिगेसन र ट्रायललाई प्रोटेक्ट गर्नुपर्छ, किनकि अन्त्यमा हामी सबैको गोल एउटै हो, फेयर ट्रायल र फेयर जस्टिस।